हेलो गाइज, यो चाहिँ दसैँतिरको भिडियो हो। मैले त्यतिखेर चाहिँ खासै पोस्ट गरेको थिइनँ युट्युबतिर कतै पनि, किनभने खासै टिकटकमा गरेको थिएँ, फेसबुक त युट्युबमा चाहिँ गरेको थिएँ। तर अहिले आएर चाहिँ गर्न मन लाग्यो, किनभने यो हाम्रो बेस्ट मेमोरिज थियो फ्यामिलीको। त्यतिखेर बुवा होइसिन्थ्यो, अहिले बुवा होइसिन्न। त्यतिखेर आमाको 84 पूजामा पुराण लाउने भनेर बुवा पनि एक्साइटेड होइसिन्थ्यो र बुवा हुँदैखेरि हामीले सबै कार्यहरू गर्ने भनेर आमाको इच्छा पनि थियो, हामीले गऱ्यौँ पनि। र बुवा पनि ठिकै होइसिन्थ्यो, यताउति हिँड्न गर्न सकिसिन्थ्यो, राम्ररी चेयरमा बस्नु गर्न सकिसिन्थ्यो। यहाँ पनि कति मजाले बसिराखिसकेको छ बुवा, होइन। यो सम्झिन्छु, होइन, यति छिटै बुवा गइसो भन्ने लाग्छ, बिलिभ लाग्दैन। तर यो नै ट्रुथ रहेछ, यसलाई नै बिलिभ गर्नुपर्ने रहेछ। अब हामीसँग बुवा होइसिन्न, तर बुवाको मेमोरिजहरू सधैँ हामीसँग हुन्छन्। र बुवा कहिले पनि हाम्रो मनमुटुबाट टाढा भइसिन्न। मसँग त झन् सधैँ भइसिन्छ। मेरो त सबैभन्दा क्लोज मान्छे हो बुवा भनेको। मेरो हजुरबा भए पनि मेरो बुवा हो। मलाई हुर्काउनु भएको, बढाउनु भएको, पढाउनु भएको, सबै थोक गर्नुभएको बुवाले हो। सो बुवालाई एकदम धेरै मिस गरिरहेको छु। सो मलाई यो भिडियो पोस्ट गर्न मन लाग्यो अहिले आएर। र यो आमाको इच्छा पनि थियो, 84 पूजा र पुराण लाउने चाहिँ बुवा हुँदैखेरि म लाउँछु, त्यस पछाडि लाएको अर्थ हुँदैन, किनभने बुवालाई पनि इच्छा थियो भनेर भनिसिन्थ्यो। र हामीले त्यतिखेर लायौँ, धन्न त्यतिखेर लाइन्छौँ जस्तो लाग्छ। त्यसको 2 महिना पछाडि हामीलाई बुवाले छोडेर गइस्यो, र यति छिटो छोडेर गइसिन्छ जस्तो लाग्दैन थियो। गइस्यो, जहाँ होइसिन्छ शान्तिसँग बसिसला बुवा, हामीलाई आशीर्वाद दिइराख्छ होला।